विशेष गरी जातिवादी भन्नेहरूलाई चाहिँ यो भिडियो सुट गर्छ जस्तो छ यार। त्यस्तै यो समाज भनेको ब्राह्मणवादले ग्रसित समाज हो। ओलीले नेतृत्व गरेकोलाई एमाले भनिन्छ। त्यहाँ ब्राह्मणहरूको पार्टी हो त्यो भनिँदैन। प्रचण्डले नेतृत्व गरेको जो दाहाल थरका हो, पुष्पकमल दाहाल ब्राह्मण हो, त्यसलाई बाहुनको पार्टी भनिँदैन। त्यस्तै अब गगन थापाले नेतृत्व गरेकोलाई क्षेत्री या बाहुनको पार्टी हो त्यो पनि भनिँदैन। तर एकजना राईले, पूर्वको एकजना राईले नेतृत्व गरेको पार्टीलाई राईको पार्टी भनिन्छ। यो पहिलोचोटि घटना होइन। फेरि योभन्दा अगाडि जस्तो सिके रावत, उपेन्द्र यादवहरूले दर्ता गरेको पार्टीहरूलाई पनि उनीहरूले नेतृत्व गरेको पार्टीहरूलाई नै मधेसवादी पार्टी भनिन्थ्यो। सुरुमै मधेसवादी पार्टी भनिन्थ्यो। तपाईँहरूलाई पनि थाहा छ नि त, क्षेत्रीय पार्टी मधेसवादी पार्टी भनिन्थ्यो। जबकि उसको पार्टीको के आधारले मधेसवादी भयो त्यो त भन्न पर्यो नि त। घर खेतै बेचेर चुनाव लड्ने भन्ने पनि हुन्न। किन हामी त जनताको सेवा गर्नलाई चुनाव लड्न खोजेका हो। हामी हार्दा बरु केही भएन। अरूलाई जिताउनु कोही मभन्दा सक्षम मान्छे छ भने तपाईँलाई लाग्छ यो दलभन्दा त अर्को दल ठिक छ, यो व्यक्तिभन्दा त अर्को व्यक्ति ठिक छ भन्दा उहाँहरूलाई जिताउन सक्नुभयो। हामीले पैसै खर्च गरेर प्रलोभन देखाएर जित्न आएको पनि होइन। अब त सामान्य भनिसक्नु भएको छ त, तपाईँ एक दिन मासु खाने हो कि चुनावमा, एक महिना मासु खाने हो कि जीवनभर मासु खान सक्ने, आफैले दो पनि आफैले श्रम गरेर कसैको आश नगरिकन के रोज्ने, यो तपाईँहरूले रोज्नुहोस् भनिसक्नु भएको। मैले पनि नेपाली जनतालाई त्यही भन्न चाहन्छु, त्यहाँका क्षेत्रकालाई पनि त्यही भन्न चाहन्छु।